स्वागत छ तपाईँलाई मेरो नयाँ बेलामा। यो मान्छेले होइन आज 7 चोटि भइसक्यो कपडा छोडाउँदै लगाउँदै गरेको। घुम्न जाम आज सबैजना। हाम्रो कमरे चाहिँ आज घर जाने होइन, आज काठमाडौँ छोडेर जाँदैछन् र त्यसको लागि आज पशुपति दर्शन गर्न जाम भनेको 6 चोटि भयो। 7 चोटि यो सँगै लगाउँदै छोडाउँदै गरेको छ। अब अन्तिमको कपडा यसको यो भयो। त्योभन्दा अगाडि यसले धेरै लगाइसके। भगवान्, म चाहिँ यता रेडी भइसकेको छु, हामी रेडी भइसकेका छौँ। यता समीर छन् होइन, एउटा साथी चाहिँ माथि वेट गरिरहेछन्। हेलो साथीहरू, ल हामी चाहिँ अगाडि बढिसकेका छौँ पशुपतिको लागि होइन। हामी चाहिँ ट्याक्क लाएर हामीले त्यो गाडीमा यता चाहिँ टक्क फोन गरिरहेछन्। ओ यहाँनिर यता हेर्न। A few moments later, a few inches later. हेलो साथीहरू, हामी चाहिँ अहिले पशुपति आइसक्यौँ होइन। पारी देख्न सक्नुहुन्छ हो, त्यो चाहिँ पशुपतिको मन्दिर होइन टक्क। अब आज चाहिँ पुरै पशुपति तपाईँलाई म देखाउनेछु र त्यसको साथसाथमा विरूपाक्षको मूर्तिहरू हरेक चिजहरू तपाईँले देख्न सक्नुहुन्छ होइन। यतातिर पनि छ। ल हेर्छन् नि, टेन्सन नगर न। टक्क हेर न, तिनवटाको जोडी यता छ, एउटाको जोडी यता छ होइन। यो ल हामी चाहिँ आज यति रमाइलो गर्छौँ। सबै तपाईँलाई सब रिभिल हुन्छ, सबै हेर्नु है त। ल साथीहरू, ल हेर्न सक्नुहुन्छ म पशुपतिको प्राङ्गणमा आइसकेको छु र आज निकै नै भिड छ यहाँ चाहिँ होइन। यहाँ चाहिँ धेरै डेली नै हुन्छ भिड चाहिँ होइन। सबैजना आएको छौँ। ल साथीहरू, हाम्रो चाहिँ पशुपति चाहिँ लगभग घुमघाम भइसक्यो होइन। अब चाहिँ हामी उता बागमती नदीतिर मान्छेहरू जलाउनेतिर जाँदैछौँ, विरूपाक्षको मूर्तितिर। अहिले चाहिँ हाम्रो लास्ट फोटो सेसन भइरहेछ होइन। तपाईँहरूलाई लागिरह होला मन्दिर त गयो तर के माग्यो होइन। महादेवसँग के माग्यो त? मैले चाहिँ महादेवसँग, महादेवले सती पार्वती पाए जस्तो मलाई पनि त्यस्तै एउटा राम्रो केटी। हेलो साथीहरू, आज चाहिँ हामी पशुपति दर्शन गरेर फर्किसकेको छौँ होइन। ल हामी चाहिँ हिँडिसकेको छौँ यहाँदेखि होइन। त्यो चाहिँ पशुपतिको प्राङ्गण। यहाँ चाहिँ अलि सेक्युरिटी भएन। अब गाइज मैले चाहिँ गरिबको बच्चा भेटाएको छु। गाइज मैले गरिबको बच्चा भेटाइसकेको छु। उहाँलाई खानालाई छैन, उहाँलाई स्वागत गर्न चाहन्छु गाइज। यो अन्त रमाइलो देख्नु पनि होइन। फेरि चाहिँ कन्टेन्ट उनको पनि हामीले फाइनली गाइज दिस इज केल्मी केल्मी बाटोमा सेल्मी। हामी चाहिँ अब रुम जानको लागि, हामी सबै चाहिँ रुम जानको लागि गाडी बढिसकेको छौँ। दर्शनहरू सबै गरिसक्यो। अब हामी अगाडि बढिसकेको छौँ। यो दृश्य देख्दा चाहिँ एकदम अलि मन नराम्रै लाग्ने रहेछ होइन। हुन त ठिकै पनि, यो मान्छे मर्ने भनेकै राम्रै, यो मान्छे सुख पाउँछ नि मरेपछि। सबै मोह मायाबाट सुख पाउँछ। मेरो धारणा चाहिँ के लाग्छ भने मान्छे मरेकै राम्रो।